तपाईहरुलाई आज चाहिँ हामी चटपटी खाने भन्दै हामी आएको छौँ। किन चटपटी खाना आएको थाहा छ? आज हामी यहाँ पुरै घन्टी पढाउन बसेको त्यही भएर मेरो उयसमा तर भगवानले चाहिँ उहाँ पर्फेक्ट गर्नुभयो। श्रेयामिसै फेरि चान्चु हुँदैन ल। के भन्नु आज हामी फर्स्ट टाइम चटपटी खाना हिजो अस्ति कहिले उहाँ पढाएको देखाउन त क्लास यता हो र यो हामीले पढाउने स्कुल चाहिँ हामी कहाँ आयौँ भन्नु हामी त यता यहीँबाट बाटो रहेछ निस्किने हामी चाहिँ वहाँ पाराबाट घुम्दै 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 तर कस्तो राम्रो ठाउँ क्या शीतल हावा आउने यस्तै छ। आज चाहिँ हाम्रो कतै 3 घन्टी 4 घन्टी 5 घन्टी 6 घन्टी लगातार सबै गर्ने पनि छ। यहाँ हुन्छ स्टुडेन्टहरू उहाँ हुन्छ हाम्रो हिमाल सर पनि जानुभएको रहेन त जानुभएको छ होइन हो हाई गरिदिनु न त भ्लग अब 3 लाई नर्सरीलाई अनि खोइ कति कतिलाई भन्नु न भन्नु हजुर भ्लगको नाम नितु श्रेष्ठ हजुर होइन होइन युट्युबमा छ हेर न हाम्रो भ्लगहरू भिडियोहरू देख्छौ कलेजको ल साँच्चै भनेको नितु श्रेष्ठ भनेर सर्च गर्नु कि त्यहाँनिर आउँछ भिडियोहरू छ हाम्रो कलेजको भ्लग यसरी नै क्यामेराबाट भरे रेकर्ड भइसकेपछि देखिन्छ अहिले देखिँदैन नि त तिमी भरे युट्युबमा आउँछौ अनि देखिन्छ हाम्रो यहाँ चटपटी बन्दैछ आज दुईजना चाहिँ भाँड्यो न किन किन ल ल के खाने अरे आजलाई यति नै भोलि आउँला है त बाई।